सुपरस्टार नायक पल शाह पछिल्लो समय यही आउँदो साउन 23 गतेबाट रिलिज हुन लागेको मोहर चलचित्रको गीतको छायाङ्कनमा व्यस्त रहेका छन्। यतिखेर मोहर चलचित्रको गीतको धमाधम छायाङ्कन भइरहेको थुप्रै भिडियो र तस्बिरहरू सामाजिक सञ्जालमा सार्वजनिक भइरहेको छ र छायाङ्कनको क्रममा सुपरस्टार नायक पल शाहको बबालाई क्रेज पनि देखिएको छ। पल शाहसँग फोटो खिच्ने दर्शकहरूको भिड लागेको भिडियो यतिखेर सामाजिक सञ्जालमा सार्वजनिक भइरहेको छ। आज म यही कुराको बारेमा चर्चा गर्न गइरहेको छु। भिडियोलाई पुरा हेरिदिनु होला र मेरो युट्युब च्यानल फास्ट फिल्मी न्युजलाई सब्स्क्राइब गर्न भने नभुल्नुहोला। पछिल्लो समयको एकदमै धेरै फ्यान फलो भएको सुपरस्टारको रूपमा हामीले पल शाहलाई देख्न सक्छौँ। पल शाहको फ्यान फलो र क्रेज एकदमै बवाल रहेको छ। पल शाह जहाँ जान्छन् त्यहाँ पल शाहलाई हेर्नको लागि, पल शाहसँग टिकटक भिडियो बनाउनको लागि, फोटो खिच्नको लागि, अटोग्राफ लिनको लागि दर्शकहरूको भिड लाग्ने गर्दछ र पछिल्लो समय पल शाहको व्यस्तता फिल्मको छायाङ्कन र म्युजिक भिडियोको छायाङ्कनमा रहेको छ। यसै क्रममा पछिल्लो समय भने पल शाह फिल्मको गीतको छायाङ्कनमा व्यस्त रहेका छन्। यतिखेर पल शाहले अभिनय गरेको मोहर चलचित्र चर्चामा छ। मोहर चलचित्र हेर्नको लागि दर्शकहरू एकदमै धेरै कुरेर बसिरहेका छन् भने यो चलचित्र यही आउँदो साउन 23 गतिबाट देशव्यापी रूपमा रिलिज हुँदैछ भने यो चलचित्रको फर्स्ट लुक पोस्टर पनि सार्वजनिक भइसकेको छ र यतिखेर यो चलचित्रको गीतको छायाङ्कन भइरहेको छ। गीतको छायाङ्कन भइरहेको थुप्रै भिडियो र तस्बिरहरू सामाजिक सञ्जालमा सार्वजनिक भइरहेको छ र मोहर चलचित्रको गीतको छायाङ्कनको क्रममा पल शाहको बबालै क्रेज देखेको छ। पल शाहलाई देखिएपछि फोटो खिच्ने, अटोग्राफ लिने दर्शकहरूको भिड लागेको भिडियोहरू यतिखेर सामाजिक सञ्जालमा सार्वजनिक भइरहेको छ। सुपरस्टार नायक पल शाहको फ्यान फलो र क्रेज बब्बालै रहेको छ। यतिखेर छायाङ्कन भइरहेको गीतमा भने हामीले पल शाह र निधि शाहलाई जोडीको रूपमा देख्न पाउनु भएका छौँ। हस् त्यति भन्दै म बिदा हुन चाहन्छु। पल शाह कस्तो लाग्छ कमेन्ट गर्न भने नभुल्नुहोला। हस् त, धन्यवाद।